ठोकिस पक आज कहिले नाचिस पनि कहिले मलाई 1 घण्टा कहिले ठोक्ने भन्न त्यो भन्न पक भोगा लाग्नु त भुइँमा लडीबडी गरेर तेरो के मलाई तेरो गराउने चिजहरु के पछाडि राख्छस् चिलाइरहेको थियो के चिलाइ मेटाको चिलाइराख्यो चिलायो भने भुइँमा धसेर हुन्छ त मलाई सम्झिन मलाई बोला न म राम्रोसँग तेरो चिलाएको ठाउँ ठिक पार्छु कहाँ चिलाछ भन् त्यो 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 रगत खानु भन्दाको पहिलाको जुका हुन्छ नि यत्रो जुका हो त्यस्तो होला के काम मेरो चुम्रेको जुका के काम तँलाई कत्रो चाहिने हो जुका पनि रगत खाने लन्ठङ रगत खाइसकेको लन्ठङ परेको जुका हुन्छ नि हो त्यस्तो चाहिएको तेरो चुम्रेको जुका के काम मलाई रगत खाएपछि जुनै पनि जुका ठुलो हुन्छ नि यार त नखर मैले के भन्दै त्यस्तै चाहिएको हो त्यस्तै चाहिएको त्यो 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 चुम्रेको जुका मलाई चाहिएन ल सरी तँलाई भनेपछि जे चिज ठुलै मनपर्छ होइन पक तँलाई पक ठुलै चिज मैले लिएर आउँछु पक आजको बदला तँलाई म ठुलै चिज लिएर आउँछु कर्म थ्याङ्क यू सो मच आरटी लभर वेलकम छ हजुर साथीहरू हामीले जित्नै पर्छ यार साथीहरू हामीले यो जित्नै पर्छ यार थ्याङ्क यू सो मच थ्याङ्क यू ट्रिपलमा गाइस पनि पुश गरौँ न पुश द स्कोर गाइस थ्याङ्क यू सो मच साथीहरू कोही हुनुहुन्न यार आज लामा झार्न यार झार्न लामा झार्न लामा झार्न ठ्याक्कै 1 घण्टा 15 मिनट भइसक्यो लामा तँलाई देखेर मलाई गाह्रो भइसक्यो मलाई सास फेर्न गाह्रो भइसक्यो लामा झार्न लामा लास्टै यार साथीहरू आज त यार माटो नेलले होइन 1 घण्टा 15 मिनट हामीलाई बोकायो होइन ठिकै छ यसको बदला मैले राम्रैसँग दिन्छु कुनै दिन त माकुरीलाई छ नि तेरो त माकुरी मैले यस्तो हान्छु नि साला 2टा खुट्टा उचालेर दिन्छु दनक पक मलाई गाह्रो भइसक्यो झार्न पहिलामा झार्न लामा झार्न लामा त्यसैजना साथीहरू यार लाइभ सेयर गर्नु पर्यो यताउति गर्नु पर्यो खै यार दाजुभाइहरू यार कोही हुनुहुन्न यार हत्तेरिका मेरो दाजुभाइ दिदीबहिनीहरू यार यो त अचम्म भइगयो नि यार लामा झार्न लामा अहिले झारझार नभएर मायाकोले गेम भाँडासाँडा फुट्ने गरी हान्न नपरोस् नि सीमा जाठी भोगा झार्ने तैँले भन्नुपर्छ झार्न हामीले झार्न सिकिएको छैन हामीले झार्न जान्दैनौ सीमा जाठी धेरै 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 नयाँ भाइ कर्मा थ्याङ्क यू सो मच यार साथीहरू कोही नभएर लास्टै हेर्नु नि यार साथीहरू यार हाल भने सुनेस त जाठलाई जहिले कराउनु पर्ने हाल कुरे तपाईँ 1.5 घण्टासम्म यस्तै स्थिति बनाउन सकेन भने माटो लामा टिकटक डिलिट गरेर सोध्छ बरु याद राख निकै रमाइस आज टिकटकको दुनियाँ भनेको तेरो नाममा पास छैन बुझिस कहिले भन्न कहिले सबैको दिन आउँछ वेट एन्ड वाच कहिले मासला आज लास्टै साथीहरु यार लास्टै पनि आज यार कोही छैन म र लामा मात्रै खेलिरा हो अब लामा जान्छ ए पल्ला घरे साइला एक पल्टा सिलिन्डर झारी देउन मिस्टेक झार्न पाए धेरै राम्रो हुन्थ्यो यार साथीहरु आज यार यत्रो ठोक्यो यार कसैले झार्न सहयोग भएन झार्न लामा सकिन्छ भने विक्रमजी राजन है विक्रमजी हजुरलाई धेरै माया छ धन्यवाद बाइक सो मच आज अहिले विक्रमजीले साथ दिनु भयो यत्रो लास्टै नै यार मिस्टेक तेरो यार साथ दिनु भयो थ्याङ्क यू सो मच थ्याङ्क यू गाइस सबैजनालाई माया छ माया गाइस थ्याङ्क यू सो मच सबजनालाई तर भने होइन बुस्टर चाहिँ नयुज गरिदिएको भए हुन्थ्यो भरे एटलिस्ट केही गरी होइन अब उसँग जोडियो भने रोबिनसँग जोडियो भने के भन्छन् ईश्वरजी वेलकम रोबिनसँग जोडियो भने बुस्टरको जरुरत पर्छ नि त गाइज होइन त्यही भएर बुस्टर चाहिँ कसैले युज नगरिदिनु ल ए लामा
झार्न लामा झारेर जान लामा झार्न लामा सेभ बुस्टर यस काम हिजो रोबिनसँग खेलेको थियो नि हामी 12 वर्षमा थाहा छ सकेन यार साथीहरू आज मैले हार खाएँ यार कोही दाजुभाइ भएन मैले ल गिभ अप ओइ बुस्टर लाग्यो गाइस मिस लाउनु गाइस प्लिज यार सन्धि सकेन यार आज पुरै म्याच यार सिलिन्डर बोकायो सन्धि गाइस मिस लाएर गाइस पुस्ते स्कोर थोरै मेरो मुसा सन्धि थोरै अलिकति पुगेन यार मुसा सन्धि पुगेन यार उताबाट फ्लिक फ्याकै पारे यार राजा थ्याङ्क यू सो मच यार मेरो सन्धि थ्याङ्क यू सो मच धन्यवाद यार सन्धि थ्याङ्क यू सो मच सन्धि धन्यवाद छ तपाईँलाई धेरै धन्यवाद छ यार यो यसको टुप्पो भएको जस्तो यसको हानिदिनु भयो धन्यवाद यसको टुसो जस्तो हानिदिनु भयो धन्यवाद हेर्नुहोस् है त नखरमौली त अति भातिस्क्या त हुन पनि अति भातिस्क्या यार ओ सन्धि थ्याङ्क यू सो मच यार धन्यवाद यार सन्धि यार जा नखरमौली तेरो याद गर कि तेरो म्याच तँलाई ठोकेर तँलाई आलु मुखमा खाँदेर सिलिन्डर बोकेर किन जान अब लास्ट गेम खेल के को गर्दा सन्धि यार थ्याङ्क यू सो मच यार धन्यवाद सन्धि यार मलाई त आज त यार कोही भएन यार सन्धि यार भुइँ क्लिन गरी हान्यो नि यार सन्धि तपाईँ आउनु भयो र बचाउनु भयो यार काँच साँच सबै गलिसक्यो ढुकुर सुकुर सबै खत्तम हुने गरी यार लुगै यस्तो भइसक्यो यार मुसा सन्धि यार थ्याङ्क यू सो मच यार मुसा सन्धि थ्याङ्क यू सो मच धन्यवाद कोही भएन हो सन्धि यो दुखेलाई आज यसले यसको गनाउने चाक हल्लाको ठुसठुस्ती गनाएको चाक यसको कुहिएको सीमा टुक्ने काहीँ नबिकेको थारी भैँसीको चाक हल्लाई यति हेप्या छ यसले आज मलाई यार सन्धि यसको 12 पाथी मैल बोकेको चाक यति हल्लायो कि आज साथीहरूले माट टुक्ने थ्याङ्क यू सो मच मेरो मुसा सन्धि थ्याङ्क यू सो मच धन्यवाद केसी थ्याङ्क यू सो मच यार राजन थ्याङ्क यू सो मच तपाईँलाई धन्यवाद छ राजन अरे यार राजन यार कोही भएन त हो आज त यार यसको माटो नै निक थ्याङ्क यू सो मच साला यसको गनाउने चाकको माट टुक्ने जर माट टुक्ने पानी झार्नु छ पक्क मलाई यति ठोका छ नि आज मलाई यति रिस उठा छ नि साथीहरू नाटक गर्दैछ यो लास्ट म्याच साथीहरू ल म जान्छु मुसा सन्धि धन्यवाद छ तपाईँलाई पनि नारायण हाम्रो राजन अरू साथीहरू सबैले धन्यवाद छ लोत थाकिसक्यो अब सकिन्न साथीहरू मर्न त जाँथी त नखर मैले काहीँ नभएको थारी आइमै त घोगाएको छ भित्रभित्रमा माटो लेप्सिन्छ जाँथी उत्ताना पारेर तेरो दुइटै खुट्टा काममा हालेर माटो नै ड्याङ्की ड्याङ दिन नपरोस् पक त घोगाएको